आजदेखि हामी डिजाइन अफ स्टिल एन्ड टिम्बर स्ट्रक्चर पूर्वाञ्चल युनिभर्सिटीको सिलेबस अनुसार पढ्छौँ र त्यो ओल्ड कोर्स हो हाम्रो है। अहिले न्यू कोर्समा लिमिट स्टेट मेथड आइसकेको छ। ओल्ड कोर्समा चाहिँ वर्किङ स्टेज मेथडबाट छ होइन। ल अब सुरु गरौँ है। हाम्रो वर्किङ स्टेज मेथड ओल्ड कोर्स छ होइन। अनि स्टिल एन्ड टिम्बर स्टिलमा हामी यसको फुल मार्क चाहिँ 80 को हुन्छ भने अब पास मार्क हाम्रो अब 40% 32 मा पास हुन्छ। त्यस्तै स्टिलमा हामीले के गर्छौँ, स्टिलको डिजाइन गर्छौँ। यो डिजाइन पार्ट भयो होइन। स्टिल एन्ड टिम्बर स्ट्रक्चरमा सबै हामी डिजाइनै त गर्ने हो यसमा है। त्यसपछि अब रेफरेन्स बुकको लागि हामी के कसको लिन सक्छौँ भने एलएस नेगी वर्किङ स्टेज मेथडको लागि लिन सक्छौँ। यसमा भएको जति पनि प्रब्लम छ हामीले त्यो सबै सल्भ गऱ्यो भने के हुन्छ, हामी मजाले त्यो पास होइन राम्रै मार्क ल्याउन सक्छौँ। त्यसपछि अब त्यो सबै सकेपछि चाहिँ हामी थप हेर्नको लागि चाहिँ एसके दुगलको पनि हेर्न सक्छौँ। एसके दुगलको चाहिँ वर्किङ स्टेज मेथड र लिमिट स्टेज मेथडबाट लिमिट स्टेट एलएसएम दुइटैबाट छ। यो एलएस नेगीको चाहिँ एउटा चाहिँ वर्किङ स्टेज मेथडबाट छ। त्यसपछि अर्को पनि छ एउटा, यो अर्को पनि छ एउटा है। त्यसपछि अब यो हामीले सुरु गर्नुभन्दा अगाडि हामीलाई के चाहिन्छ भन्ने कुरा हामी एकचोटि हेर्छौँ। अब हामीले चाहिने भनेको एउटा डिजाइन कोड हो। डिजाइन कोड आइएस 800-1984 800-1984 को चाहिन्छ हामीले वर्किङ स्टेज गर्नको लागि। त्यसपछि हामीलाई यसको साथै कोड त चाहियो। प्र्याक्टिस गर्नको लागि हामीलाई एलएस नेगीको बुक र त्यसपछि यो कोड हुनु पर्यो र साथै क्यालकुलेटर। तीनवटा कुरा, एलएस नेगीको बुक, कोड र क्यालकुलेटर भयो भने यो मजाले हामी पढ्न सक्छौँ। त्यसपछि अब हामी फर्स्टमा के गर्छौँ, यसमा रेभिट डिजाइन गर्छौँ। रेभिट डिजाइनको बारेमा हामी पढ्छौँ। डिजाइन अफ रेभिट डिजाइन गर्छौँ। अब यसमा के हुन्छ भन्दाखेरि मानव एउटा कुनै जोइन्ट छ, यो एउटा यस्तो यसरी यो दुईवटा प्लेट राखेर के गरेको छ, यसलाई जोइन्ट गरिएको छ। र जोइन्ट गर्न हामी दुई किसिमबाट जोइन्ट गर्न सक्छौँ। एउटा कि त यसरी जोइन्ट गर्न सक्छौँ होइन, ओभरल्याप गरेर, कि त यसरी जोइन्ट गर्न सक्छौँ। यस्तो छ भने यसलाई ओभरल्याप जोइन्ट भन्छ अथवा ल्याप जोइन्ट भन्छ। यसरी छ भने यसलाई हामी भन्छौँ बट जोइन्ट है। यसरी गरिएको छ भने यसलाई बट जोइन्ट भन्छ। अब यहाँ चाहिँ ठ्याक्कै त्यसरी बट जोइन्ट राखिएको छ। अब यसरी राख्दा माथिबाट त केही राख्नु पर्यो, अनि यहाँ चाहिँ हो कभर प्लेट यसरी राखिएको छ। यो कभर प्लेट राखेपछि यहाँ साइडबाट रिभेट गरिएको र यसलाई जोडिएको छ होइन। एउटा यसलाई भन्छ हामी बट जोइन्ट। यो बट जोइन्ट भयो भने यसलाई हामी यसरी जोड्दाखेरि यसलाई ल्याप जोइन्ट भन्छ है। यो ल्याप जोइन्ट त्यो बट जोइन्ट भयो। त्यसपछि के हुन्छ भन्दाखेरि यसरी जोइन्ट गरेपछि फेल हुने सम्भावना कहाँ हुन्छ भन्दाखेरि, अब यो रिभेट त फेल हुन्छ। फेल के कसरी कति तरिकाबाट हुनसक्छ भन्दाखेरि, कि त एउटा त्यो जुन रिभेट छ नि, त्यो रिभेटै टुक्रिएर फेल हुन्छ है। रिभेट चाहिँ दुई टुक्रा भयो भने यसरी यसलाई तान्दाखेरि के हुन्छ, मानव फोर्स लगाएर तान्यो भने के हुन्छ, यो यहाँबाट यो ब्रेक हुनसक्छ रिभेट। कि त अर्को चाहिँ प्लेट चाहिँ भाँचिन सक्छ है। दुई तरिकाबाट चाहिँ भाँचिन सक्छ। त्यसको डिजाइनको लागि अब हामी फर्मुलाहरू युज गरेर पढ्छौँ है। अब स्ट्रेस इक्वल टु के हुन्छ, फोर्स बाई एरिया होइन। स्ट्रेस इक्वल टु के हुन्छ, फोर्स बाई एरिया हुन्छ। अब फोर्स भनेको एप्लाइड लोड बाई एरिया हो। यो स्ट्रेस कहाँबाट आउँछ भने टेस्टबाट आउँछ, कि त हाम्रो कोडबाट आउँछ। टेस्टबाट आउँछ कि त कोडबाट आउँछ है। अब यो टेस्टबाट आउने भनेको जस्तै सिग्मा एटीको भ्यालु, सिग्मा एक्सटी, टाउ भिएफ, यो हामी अहिले पछि हेर्छौँ। यो सबै हामीलाई यसको यिनीहरूको भ्यालु हामीले कोडबाटै हेर्छौँ। त्यसपछि चाहिँ हामीले यहाँ पनि अब के गरेको छौँ भने, यो हाम्रो बट जोइन्ट र माथिबाट कभर प्लेट राखिएको छ। यो कभर प्लेटलाई हामी यसलाई गसेट प्लेट भन्छौँ। यो मेन प्लेट हो भने यसलाई गसेट प्लेट। दिस इज मेन प्लेट हो भने त्यो माथिको जुन राखेको छ नि कभर, त्यसलाई कभर प्लेट भन्छ। र यो दुई जोइन्ट चाहिँ यसलाई बट जोइन्ट भन्छ है। अब यसरी यो राखिएको छ भने यसलाई हामी सिङ्गल रो, एक लाइन छ भने यसलाई सिङ्गल रो भने, यस्तै दुई लाइन भएको डबल रो भन्थ्यौँ, सिङ्गल रो। जोइन्ट अब जुन हामीले जोइन्ट गर्छौँ नि, त्यो सेप हुनको लागि के हुनु पऱ्यो, जोइन्ट चाहिँ सेप हुनको लागि हामीले रिभेट सेप हुनु पऱ्यो कि त प्लेट सेप हुनु पऱ्यो होइन। किला रिभेट पनि भाँचिनु भएन, प्लेट पनि भाँचिनु भएन, दुइटै सेप हुनु पऱ्यो। अब हामीले यहाँ यो ल्याब जोइन्ट गरेको छौँ होइन। ल्याब जोइन्टको यो प्लान हो
यो पनि हाम्रो प्लानै हो। यो माथिको जुन देखाइएको छ त्यो प्लानै हो ठ्याक्कै है। यो चाहिँ इलिभेसन भयो भने यो प्लान हो। प्लान अब यो एउटा प्लेट भयो, माथिबाट यो कभर प्लेट भयो है, अथवा गसेट प्लेट। त्यसपछि अब हामीले यो रिभेट भयो। रिभेट यो एक लाइन 1 2 3 4 जतिवटा पनि हुनसक्छ यसरी है, तर यसलाई सिङ्गल लाइन रिभेट भन्छ। यो यसरी सिङ्गल लाइन रिभेट। अब यसैको साइडमा अर्को पनि भइदिएको भए, यतातिर पनि 1 2 लाइन भएको भए डबल लाइन रिभेट हुन्थ्यो। यसरी भएको ट्रिपल लाइन रिभेट हुन्थ्यो। यसरी चाहिँ हुन्छ। त्यसपछि रिभेटको फेलवरको कुरा हामीले गऱ्यौँ है। सियर एउटा अब फेल हुनसक्छ, रिभेट फेल हुनसक्छ। रिभेट यदि यसरी फेल भयो, मानौँ के भयो, यसरी फेल भयो भने यसलाई हामी सियर फेलवर भन्छौँ। सियर फेलवर। अब स्ट्रेसको फर्मुला के छ? फोर्स बाइ एरिया हुन्छ होइन। यो स्ट्रेस भनेको के हो? स्ट्रेन्थ त हो नि, होइन। यो भनेको सिग्मा भनेको सियरिङ स्ट्रेन्थ हो। यसलाई हामी टाउ बिएफले डिनोट गर्छौँ। अब हामीले के गर्छौँ? यो स्ट्रेस इक्वल टु फोर्स एरिया भएपछि फोर्स इक्वल टु के हुन्छ? स्ट्रेस इन्टु एरिया हुन्छ। स्ट्रेस यो अनि एरिया भनेको यो पाइडी स्क्वायर बाइ 4 भनेको यो पाइडी स्क्वायर बाइ 4 भनेको रिभेट त हाम्रो सर्कुलर हुन्छ नि त। यसको सेक्सन लियो भने सर्कुलरको के हुन्छ? एरिया पाइडी स्क्वायर बाइ 4 हुन्छ। हो, यसको रिभेटको एरिया लिने हो पाइडी स्क्वायर बाइ 4। यति फोर्स रिभेटले धान्न सक्छ भन्ने कुरा छ। अब यही हो, फोर्स इज डाइरेक्टली प्रोपोर्सनल टु डी स्क्वायर डीसँग हुन्छ है। यो टाउ वेभ चाहिँ कोडबाट आउँछ। टाउ वेभको भ्यालु हाम्रो के आउँछ? कोडबाट आउँछ। त्यस्तै अब सियर फेलुवरको फर्मुला हाम्रो के हुनुभयो? यही हुनुभयो, यही। त्यसपछि अब हामी फेरि यहाँ यो त्यो सियरको कुरा गऱ्यौँ है। सियरको कुरा गऱ्यो। अब हाम्रो अर्को हुन्छ बियरिङ फेलुवर। यो 2 नम्बरको हाम्रो छ यो बियरिङ फेलुवर अथवा बियरिङ स्ट्रेन्थ। बियरिङ फेलुवर भनेको सियरिङ भनेको हाम्रो टुक्रिएर हुन्छ भने बियरिङ भनेको हाम्रो खुम्चेर हुन्छ। जस्तै अब यो खुम्चेर पनि हुनसक्छ नि त फेल है। अब यो यस्तो हो, यो एउटा हाम्रो रिभेट छ। फोर्स लगाउँदाखेरि के हुन्छ? अलिकति त हुन्छ नि त होइन, खुम्चिन सक्छ। खुम्चेर फेल हुन्छ, त्यसलाई हामी बियरिङ फेलुवर अथवा स्ट्रेन्थ भन्छौँ। यो टी भनेको प्लेटको थिकनेस हो भने यो डी भनेको यसको डायमिटरको डायमिटर अफ रिभेट हो। स्ट्रेस इक्वल टु फोर्स एरिया, फोर्स इक्वल टु स्ट्रेस इन्टु एरिया। स्ट्रेस अब जुन हामी युज गर्छ नि त्यो सिग्मा पिएफ है, सिग्मा पिएफ इन्टु यो हामी कोडबाट लिन्छौँ। अब यो एरिया भनेको डी इन्टु टी। डी भनेको डायमिटर अफ रिभेट हो। रिभेट यो रिभेटको डायमिटर हो भने टी भनेको थिकनेस अफ द प्लेटको थिकनेस हो। त्यस्तै अरू कुरा हेरौँ है। अब यो हाम्रो के गरेको छ? यहाँ ल्याब जोइन गरिएको छ है। अब भनेको जस्तै मानौँ सियरिङ स्ट्रेन्थ 100 न्युटन छ र बियरिङ स्ट्रेन्थ 50 न्युटन छ भने अब हामीले जहिले पनि डिजाइन गर्दाखेरि मिनिमम स्ट्रेन्थको लागि डिजाइन गर्छौँ है। भनेपछि यो फेल, अब जस्तै यसको यो जोइन्टको हाम्रो सियरिङ स्ट्रेन्थ 100 न्युटन छ र बियरिङ स्ट्रेन्थ 50 न्युटन छ भने यसको स्ट्रेन्थ कति हुने भयो? यसको स्ट्रेन्थ कति हुन्छ भन्दाखेरि 50 न्युटन हुन्छ, 100 न्युटन हुँदैन। किनभने 50 न्युटनको लोड लगाउँदाखेरि नै फेल हुन्छ, मतलब त्यो भन्दा त्यसले बढी धान्नै सक्दैन होइन। त्यसकारण यसको स्ट्रेन्थ भनेको 50 न्युटन हुन्छ। अब त्यही कुरा यहाँ लेखेको छ। स्ट्रेन्थ अफ द रिभेट, स्ट्रेन्थ अफ द रिभेट भनेको लेस अफ सियरिङ एन्ड बियरिङ। त्यो भनेको रिभेट भ्यालु नै हो। अब के हुन्छ? जुन कम छ त्यो चाहिँ रिभेटको स्ट्रेन्थ हुन्छ। अब यो दुईटामा 50 न्युटन कम छ, 50 न्युटन यसको स्ट्रेन्थ भयो। अब मानौँ त्यही इक्जाम्पल हेरौँ। अब स्टियरिङ स्ट्रेन्थ 150 न्युटन छ, बियरिङ स्ट्रेन्थ 200 न्युटन छ। अब रिभेट भ्यालु भनेको मिनिमम लिने हो। मिनिमम अब सियरिङ एन्ड बियरिङ 150 न्युटन हुन्छ। अब मानौँ एउटा अर्को इक्जाम्पल हामी हेर्छौँ लुगाको। लुगा र धागोको हेर्छौँ। जसरी लुगा के हुन्छ? दुईवटा लुगालाई कपडाले टाँसिएको हुन्छ नि होइन, धागोले। धागो भनेको रिभेट भयो, अर्को लुगा भनेको हाम्रो के भयो? प्लेट भयो मानौँ त्यो हिसाबले होइन। धागोमा के हुन्छ? सियरिङ र बियरिङ हुन्छ होइन। कपडा कि त एउटा हुन्छ धागो चुडिन, कसरी कुनै लुगा च्यातिने त दुई तरिकाबाट हुन्छ नि, कि त धागोबाट चुडिन्छ होइन, कि त धागो चुड्यो भने हुन्छ, कि त कपडा च्यातियो भने चाहिँ फेल हुन्छ। दुई किसिमबाट फेल हुन्छ। इक्जाम्पलको लागि हामी यसरी बुझ्न सक्छौँ। अब के गर्छौँ भन्दाखेरि अब अर्को हाम्रो थर्ड फेलुवर हो प्लेट फेलुवर। के हुन्छ? प्लेट फेलुवर। प्लेट यदि फेल भयो भने प्लेटै गयो, रिभेट त गयो, रिभेट फेल भयो, सियरिङ फेलुवर भयो।
अर्को खुम्चेर भयो भने बियरिङ फेल्योर भयो। तर प्लेटै फेल भयो, मानौ यो तान्दाखेरि यहाँबाट यो तलको मेन प्लेट भयो है, माथिबाट अर्को प्लेट राखेर जुन जोडिएको छ नि, मानौ यो ल्याब जोइन्ट छ, तर फोर्स लगाएपछि तान्दाखेरि के हुन्छ, मान्यो त फोर्स लाग्यो, तान्दाखेरि के भयो, यो यहीँबाट यहाँ टुक्रिएर गयो। यति टुक्रिएर गयो भने के हुन्छ, प्लेटै फेल भयो नि त, प्लेट फेल भयो। यो फेल भएपछि यसको हामीले के लिन्छौँ, यसको थिकनेस र यसको ब्रेथ है। प्लेट फेल भनेको त्यही हो कुरा, स्ट्रेस इक्वल टु फोर्स बाइ एरिया। फोर्स भनेको स्ट्रेस इन्टु एरिया। यहाँ हामी सिग्मा 80, प्लेट फेलको केसमा सिग्मा 80 लिन्छौँ है। अब बुझ्नको सिग्मा 80 इन्टु एरिया हुन्छ, सिग्मा 80। अब एरिया भनेको कति, यो एरिया फेल भएको नि त, यो एरिया भनेको यसको लेन्थ, यो रिवेटको हलदेखि अर्को रिवेटको हलको सेन्टरसम्मको डिस्टेन्सलाई एल भन्ने हो भने, अब टी भनेको त्यो उसको थिकनेस, यो छ नि यसको, अब बनाउँदाखेरि त्यो सेक्सन बनाउँदाखेरि यस्तो आउँछ टी। अब सिग्मा 80। अब एल भनेको अर्को ल्याङ्ग्वेजमा लेख्यो भने के हुन्छ, हाम्रो पी छ नि, यो पी छ, पी माइनस अब एन इन्टु डी भनेको डी इक्वल टु के छ भन्दाखेरि डायमिटर अफ रिवेट हो क्या, यो डायमिटर अफ रिवेट हो, यो डायमिटर अफ रिवेट। तर यहाँ हामीले त के गरेका छौँ, सेन्टर टु सेन्टर लिएका छौँ भनेपछि यताबाट D/2, यताबाट पनि D/2 मात्रै हुन्छ। त्यो D/2 जोड्यो भने डी हुन्छ, त्यही भएर त्यो डी हो। अब भनेको एन हो, एन भनेको कतिवटा त्यस्तो छ रिवेट भनेपछि एउटा हाफ र हाफ गरेर एउटा मात्र भएको छ। अब कति ठाउँमा के हुन्छ भन्दाखेरि, अब सिङ्गल लाइन भएको, डबल लाइन भएपछि के हुन्छ, हाफ फेरि अर्को हाफ भनेपछि जम्मा दुईवटा हुन्थ्यो, त्यति बेला एनको ठाउँमा 2 भ्यालु हुन्छ। ट्रिपल लाइनमा के हुन्छ, 3वटा हुन्छ, 4 लाइन छ भने 4 हुन्छ, त्यसरी चाहिँ हुन्छ। यहाँ अर्को कुरा के छ भन्दाखेरि, हाम्रो पाल किन घटाएको भन्दाखेरि पालले लोड लिँदैन, के हुन्छ, पालले लोड लिँदैन, त्यसकारण हामी यहाँ पाल यो जुन डायमिटर छ नि त्यो घटाएको। जस्तै बिल्डिङहरूमै झ्याल हुन्छ, ढोका हुन्छ, त्यसले के हुन्छ, लोड लिँदैन, त्यही भएर हामी ओपनिङ सकभर बिल्डिङहरूमा पनि कम राख्ने गर्छौँ, नत्र जति धेरै ओपनिङ राख्यो त्यति स्ट्रेन्थ घट्दै जान्छ भन्ने कुरा हुन्छ। त्यस्तै अब स्ट्रेन्थ अफ द प्लेट पर पिच, स्ट्रेन्थ अफ द प्लेटको स्ट्रेन्थ पर पिचमा के भयो, यहाँ आयो सिग्मा 2 P - N टी आयो। स्ट्रेन्थ अफ द प्लेट पर विड्थ, यदि यसको ठाउँमा विड्थ दिएको छ, पिचको ठाउँमा यदि विड्थ दिएको छ भने के हुन्छ, हेरौँ, यदि ल यही ठाउँ यसको ठाउँमा यहाँ हामीलाई पिच दिएको छ होइन, यो पिच दियो, तर यसको ठाउँमा पिच नदिएर हामीलाई यदि प्लेटको विड्थ दिएको छ भने के हुन्छ, यो प्लेटको विड्थबाट त हामीले हल त घटाउनु पर्यो, कति छ, 2टा हल छ होइन, भनेपछि डायमिटर 2टा हल त छ यहाँ होइन। पर पिच पर विड्थको कुरा गरेको छ नि त, एक विड्थमा कतिवटा छ, मानौ अब 2 छ भने 2 हुन्छ, जति छ त्यति हुन्छ, 3 छ भने 3 हुन्छ है। तर मानौ यहाँ एनडी हुनुपर्ने हो, तर ठिकै छ, केही छैन, यहाँ 2टा अहिले तत्काल हामी पर पिच हेरिरहेको छौँ, त्यसकारण सिग्मा 80 B - 2D। बी भनेको ब्रेथ अफ प्लेट भयो, प्लेटको ब्रेथ, अनि 2 भनेपछि यो 2टा हल भयो है, अनि डी भनेको डायमिटर अफ द रिवेट, त्यो 2टा हामीले घटाउने हो, पाल घटाउने हो, इन्टु अब थिकनेस गरेपछि एरिया आउँछ, त्यसरी हो। त्यसपछि अर्को कुरा के छ भन्दाखेरि, हाम्रो रिवेट छ, रिवेटमा के हुन्छ, रिवेट सियरबाट फेल हुन्छ, बियरबाट। सियर भनेको सिङ्गल सियरबाट फेल हुन्छ, डबल सियरबाट हुन्छ। सिङ्गल सियर भनेको के हो र डबल सियर भनेको के हो बुझौँ। सिङ्गल सियर भनेको होइन, सिङ्गल सियर भनेको कस्तो हुन्छ भन्दाखेरि, जस्तै यो प्लेट छ नि होइन, यो प्लेट छ, यहाँ कति ठाउँमा टच भएको छ, एक ठाउँमा मात्रै टच भएको छ भन्दाखेरि यो सिङ्गल सियर फेलर, सिङ्गल भयो मतलब यो सिङ्गल भयो क्या, यहाँ एक ठाउँ मात्रै टच, त्यस कारण सिङ्गल फेलर भयो। तर डबल भनेको कस्तो हुन्छ भन्दाखेरि, जस्तै यो यसमा हेरौँ, कोर प्लेट तल र माथि दुवैतिरबाट राखिएको छ, गसेट प्लेट। अनि के छ भन्दाखेरि, हामीले जहिले पनि हेर्दाखेरि दुवैतिरको नहेर्ने हो कि, यहाँ यो सेन्टर छ नि, सेन्टरको एक साइडबाट मात्रै हेर्ने हो क्या, सेन्टरको एक साइडको मात्रै हेर्ने, जस्तै यतापट्टिको छ भनेपछि यसलाई मात्रै हेर्ने। अब यतापट्टि हेर्दाखेरि रिवेट कति ठाउँमा टच भएको छ क्या, रिवेट र होइन मेन प्लेट र गसेट प्लेटको जोइन्ट कति ठाउँमा छ, जस्तै एउटा तलतिर तल अर्को माथितिर छ भन्दाखेरि 1-2 ठाउँमा भयो, यतापट्टिको हेर्नु हुँदैन। जस्तै अब 2 लाइन रिवेट भएको भए के हुन्थ्यो, 2 लाइन भएको भए 1 2 3 4 ठाउँमा हुन्थ्यो, अनि 4 हुन्थ्यो है।
अनि त्यसरी चाहिँ डबल लाइन रिभेटमा हाम्रो इन्टु 2 भएको। डबल लाइन भनेको हाम्रो तल र माथि कति ठाउँमा टच छ, जस्तै अब यहाँ 2 ठाउँमा टच हुँदाखेरि त्यस कारण 2 भएको। अब बियरिङको कुरा आउँछ। बियरिङ भनेको हाम्रो बियरिङको कुरा त बियरिङ भनेको सिग्मा पी अफ इन्टु डी इन्टु टी हुन्छ। त्यो बियरिङ भनेको के हो, खुम्चिएर फेल हुने। अब यहाँ हेरौँ, त्यसपछि के थियो, सिङ्गल कभर सिङ्गल सियरको कुरा छ है। अब यो एउटा बट जोइन्ट भएको छ र यसमा अब 2 रोज छ क्या, 2 सिङ्गल लाइन रिभेट। यसलाई भन्छ 2 लाइन 2 रोज भयो नि त, यसलाई 2 लाइन रिभेट भन्न सक्छौँ हामी। के भन्न सक्छौँ, अर्को 2 लाइन 2 लाइन रिभेट पनि भन्न सक्छौँ। और 2 रोज। सिङ्गल कभर छ, सिङ्गल सियर भनेपछि सिङ्गल कभर सिङ्गल सियर। अब सिङ्गल सियर भनेपछि सिङ्गल कभर त छ तर सिङ्गलै सियर भयो। सिङ्गल सियर भए पनि कति ठाउँमा टच भएको छ, 1 ठाउँमा, यहाँ 2 ठाउँमा। त्यसकारण यहाँ डब्ल्यु इन्टु स्क्वायर 4 इन्टु यो 2 गरेको हो कि। अब हेर, यसैलाई टप यसको बनायो भने कस्तो हुन्छ, ठ्याक्कै यस्तो देखिन्छ। यो तलको प्लेट भयो, अर्को यो कभर प्लेट भयो, अर्को कसेट प्लेट, बियरिङ स्ट्रेन्थ भयो होइन। त्यस्तै अब सिग्मा, यसको बियरिङ स्ट्रेन्थको फर्मुला जो सिग्मा पी अफ इन्टु डी इन्टु टी। अब यो 2 कसरी भयो, इन्टु 2 पनि हुन्छ, यहाँ यसमा पनि 2 हुन्छ। 2 कसरी हुन्छ भन्दाखेरि कति ठाउँमा यसले यसको स्ट्रेन्थ अब डबल छ भने त 2 गुणाले बढ्छ नि त होइन, 1 र 2 गुणा, त्यसकारण इन्टु 2। अब प्लेटको केसमा हेरौँ, प्लेट भनेको सिग्मा 80 इन्टु पी माइनस एनडी इन्टु टी हुन्छ प्लेट स्ट्रेन्थ। अब प्लेटको स्ट्रेन्थ निकाल्नको लागि के गर्छौँ हामी, पिचबाट पाल त घटाउने हो होइन। अनि यहाँ मानौँ एन नम्बर अफ के हुन्छ, डायमिटर अफ रिभेट। यहाँ एन इक्वल टु 2 कसरी भयो भन्दाखेरि यो हाफ हाफ हेर्ने हो कि, यसको एक साइडको मात्र हेर्ने, तर हाफ हाफ, यो हाफ 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 कति जम्मा हाफ जोड्यो भने डी/2 जोड्यो भने कति हुन्छ, 2 हुन्छ नि त, 2D हुन्छ नि त। अनि डी भयो अनि एनको ठाउँमा 2। त्यस्तै यहाँ 3 लाइन रिभेट भएको के हुन्थ्यो, 1 2 3 4 5 6वटा हुन्थ्यो। 6 को आधा 3 भनेपछि एनको भ्यालु 3 हुन्छ। यसरी चाहिँ हामी हेर्छौँ। अब समराइज गर्दाखेरि के हुन्छ, स्ट्रेन्थ अफ जोइन्ट हाम्रो के हो, स्ट्रेन्थ अफ जोइन्ट भनेको मिनिङ अफ सियरिङ बियरिङ एन्ड प्लेट। सियरिङ स्ट्रेन्थ, बियरिङ स्ट्रेन्थ र प्लेटको स्ट्रेन्थ जुन एकदम कम छ त्यो चाहिँ जोइन्टको स्ट्रेन्थ हुन्छ। त्यस्तै मिनिङ अफ सियरिङ र बियरिङ भनेको अर्को स्ट्रेन्थ अफ द रिभेट। रिभेटको केसमा चाहिँ 2टा कुरा मात्रै हेर्ने हो, सियरिङ र बियरिङ। तर जोइन्टको केसमा जोइन्ट गर्दाखेरि हामीलाई सबै कुरा चाहिन्छ नि त होइन। जोइन्टको लागि कुनै कुरा हामी जोइन्ट गर्नको लागि त हामीलाई सबै चाहिन्छ। के चाहिन्छ, रिभेटको कुरा आउँछ, प्लेटको कुरा आउँछ होइन, बियरिङको कुरा आउँछ, सबै आउँछ। तर रिभेट भ्यालु मात्रै निकाल्नु पऱ्यो भने त रिभेटसँग सम्बन्धित कुरा मात्रै निकाल्ने हो। रिभेट फेल हुन्छ एउटा टुक्रिएर कि त अर्को खुम्चिएर होइन। त्यो 2टा कुरा हेर्छौँ। जस्तै यहाँ पनि त्यही लुगा र धागोको कुरा छ। स्ट्रेन्थ 15 सियरिङ 50 न्युटन, बियरिङ 100 न्युटन छ भने अब स्ट्रेन्थ अफ थ्रेड भनेको 50 न्युटन हुन्छ, 50 न्युटन हुन्छ। अब के बुझ्नु पऱ्यो भन्दाखेरि हामीले अब लुगा र धागो नचुटिनको लागि के हुनु पऱ्यो, लुगाको पनि स्ट्रेन्थ र धागोको पनि स्ट्रेन्थ के हुनु पऱ्यो, बराबर हुनु पऱ्यो होइन। भन्नाले रिभेटको स्ट्रेन्थ र प्लेटको स्ट्रेन्थ दुईटैको स्ट्रेन्थ के हुनु पऱ्यो, भ्यालु बराबर हुनु पऱ्यो। अब रिभेट भ्यालु हाम्रो के छ, रिभेट भ्यालु भनेको मिनिमम अफ सियरिङ एन्ड बियरिङ। यो भनेको बियरिङ भयो, यो सियरिङको फर्मुला भयो। यो 2टा मध्ये जुन आउँछ त्यो रिभेट भ्यालु इक्वल टु प्लेटको स्ट्रेन्थसँग बराबर। प्लेटको स्ट्रेन्थ भनेको सिग्मा 80 पी माइनस एनएल इन्टु टी अथवा एनडी हुन्छ, एनडी इन्टु टी गरे पनि भयो। यसरी चाहिँ बराबर गर्नु पऱ्यो। त्यसपछि एउटा हामी न्युमेरिकल हेर्छौँ यहाँ है। न्युमेरिकल के छ भन्दाखेरि 16 mm, यो हाम्रो एलएस नेगीको बुकको न्युमेरिकल छ है। त्यो मैले देखाउँछु कुन ठाउँमा छ भन्ने कुरा। एउटा क्वेसन हेरौँ, 16 mm थिक प्लेट इज जोइन्ट बाई डबल कभर बट जोइन्ट युजिङ 10 mm थिक कभर प्लेट। द स्टिल अफ मेन एन्ड कभर प्लेट कन्फर्म टु IS 226-1975 ह्याभिङ परमिसिबल टेन्साइल स्ट्रेन्थ of 150 megapascal. Determine the strength and efficiency of the joint per pitch of 9 cm. हामीले कतिवटा कुरा दिएको छ, 16 mm, त्यसपछि हामीलाई 10 mm, त्यसपछि 150 mm र 9 cm, यति कुरा दिएको छ हामीलाई।
र के भनेको छ हामीलाई स्ट्रेन्थ अफ डिटरमाइन द स्ट्रेन्थ एन्ड एफिसियन्सी अफ जोइन्ट मतलब जोइन्टको स्ट्रेन्थ अफ जोइन्ट भनेको के हो हाम्रो स्ट्रेन्थ अफ जोइन्ट भनेको सबै हो मिनिमम अफ सियरिङ बियरिङ एन्ड प्लेट तिनटै निकाल्नु पऱ्यो होइन। अब हामीले के दिएको छ एउटा डबल कभर बट जोइन्ट भनेको छ नि त होइन। डबल कभर मतलब तल र माथि कभर छ र बट जोइन्ट छ यसरी जोड्नु पऱ्यो। यसरी बट जोइन्ट राखेर जोडिएको छ डबल कभर तल र माथि कभर छ तर कति सिङ्गल लाइन कि डबल लाइन कि ट्रिपल लाइन रिभेट केही भनेको छैन भने हामीले यहाँ सिङ्गल मान्ने हो कि केही छैन भने के हो एक्स 1 हो नि त त्यसकारण 1 मान्ने। अब डिजाइन गर्नु पऱ्यो। डिजाइन कसरी गर्ने हाम्रो मेन प्लेटको थिकनेस यो जुन मेन प्लेट छ नि त्यो 16 mm को छ र कभर प्लेट के छ दुईटा छ तल र माथि 10 र 10 20 हुन्छ भन्दाखेरि जुन कम छ नि जुन छिटो कुन फेल हुन्छ 10 mm को फेल हुन्छ होइन 20 mm फेल हुन्छ कि 16 mm फेल हुन्छ जुन छिटो फेल हुन्छ 16 mm को मान एउटा कुनै प्लेट छ र अर्को 20 mm को प्लेट छ भने कुन छिटो फेल हुन्छ त 16 mm को छिटो फेल हुन्छ त्यसको थिकनेस कम भएकोले। त्यसकारण हामी डिजाइन पनि त्यसैको लागि गर्छौँ। अब डिजाइन फर 16 mm सिग्मा 80 हामीलाई दिएको छ क्वेसनमै सिग्मा 80 भनेको यहाँ छ 150 मेगापास्कल यो 150 मेगापास्कल न्युटन/m² भयो केही भनेको छैन भने हामी सिङ्गल रिभेट मान्ने हो भन्ने कुरा यो नोटमा लेखिएको छ। त्यसपछि यतापट्टि हेरौँ। अब हामीलाई पिच पनि दिएको छ। पिच हामीलाई 9 cm दिएको छ भने यसलाई हामी 90 mm मा राखौँ किनभने सबै कुरा mm मै छ। अब स्ट्रेन्थ अफ जोइन्ट भनेको के हो मिनिमम अफ सियरिङ बियरिङ टियरिङ। स्ट्रेन्थ अफ जोइन्ट भनेको यिनीहरू डबल सियर हो कसरी भन्दाखेरि हाम्रो के छ 1 र 2 ठाउँमा टच भएको छ भने एक साइड मात्रै हेर्ने हो है एउटा कुरा 1 र 2 ठाउँमा त्यसकारण इन्टु 2 हुन्छ 2 इन्टु टाउ बिहेभ यो त फर्मुलाको आयो। अब हाम्रो डी को कुरा आउँछ। डी भनेको के हो डी भनेको 20 mm भनेको रिभेटको डाइ हो रिभेटको डायमिटर र अर्को ग्रस डायमिटर हुन्छ। ग्रस डायमिटर भनेको पालको डायमिटर हुन्छ। पालको डायमिटर जहिले पनि रिभेटको डायमिटर भन्दा के हुन्छ बढी हुन्छ। यदि हाम्रो के हुन्छ ग्रस डायमिटर जहिले पनि बढी हुन्छ नोमिनल भन्दा। अब के गर्ने ग्रस डायमिटर यदि हाम्रो ग्रस के हुन्छ यदि नोमिनल डाइ 25 mm भन्दा बढी छ यदि नोमिनल डाइ हाम्रो यदि ग्रस नोमिनल डाइ भनेको रिभेटको डाइ हो र ग्रस डाइ भनेको पालको डाइ हो। ग्रस पालको डाइ जहिले बढी हुन्छ। यदि हाम्रो नोमिनल डाइ यदि 25 mm भन्दा ठुलो छ भने 2 ले एड गर्ने तर 25 र 25 भन्दा कम छ भने 1.5 चाहिँ प्लस एड गर्ने डी को भ्यालुको लागि। अब ग्रस डाइ हाम्रो के भयो 20 छ मतलब 25 भन्दा कम छ त 1.5 र 21.5 आयो। अब हामी के गर्छौँ टेबल 8.1 गर्छौँ है सी त्यहाँ चाहिँ के छ टाउ बिहेभको हाम्रो भ्यालु दिएको छ 100 न्युटन। अहिले हाल मसँग कोड छैन म कोड भएपछि तपाईँहरूले ठ्याक्कै यो तर तपाईँहरू पनि हेर्न सक्नुहुन्छ IS 8/1984 को टेबल 8.1 को उसमा चाहिँ छ त्यहाँ तीनटा भ्यालु छ टाउ बिहेभको छ सिग्मा 80 छ र सिग्मा पिएफ को भ्यालु छ तीनटा छ। तर हाम्रो यहाँ पक्नु क्वेसन हेरौँ यार एकछिन क्वेसन चाहिँ यो हो जुन छ नि हाम्रो इक्जाम्पल 2.2 को ठ्याक्कै यही क्वेसन हो। यो 90 cm यो जुन छ नि 20 mm डायमिटर पावर ड्राइभ अन सोप रिभेट आर भनेको छ। यो 20 mm डाइ भनेको हाम्रो रिभेटको डायमिटर भयो र मेथड भनेको चाहिँ पावर ड्राइभ अन सोप रिभेट हुन्छ। यसको मेथड 2-3 हुन्छ पावर ड्राइभ अन अर्को फिल्ड ड्राइभ अन सोप रिभेट हुन्छ अर्को कोल्ड ड्राइभ अन रिभेट हुन्छ अर्को पनि एउटा हुन्छ 4वटा हुन्छ। त्यो हामी पछि हेर्दै जान्छौँ जब न्युमेरिकल गर्दा गर्दै कुराहरू आउँछ नि हेरौँ त्यति बेला। यो ठ्याक्कै एक क्वेसन हो तपाईँहरू स्क्रिनसट पनि लिन सक्नुहुन्छ है ल। यो क्वेसन भयो यहाँसम्म। अहिले हामी ए को गर्छौँ तलको यो दुईटा अहिले गर्दैन यति हो। होइन त्यसपछि के छ अब टाउ बिहेभको भ्यालु हाम्रो कोडबाट आउँछ यो। अनि सियरिङ भनेको हाम्रो फर्मुला के हुन्छ डबल लाइन यहाँ के छ डबल लाइन छ होइन यो भनेको हाम्रो डबल हो डबल लाइन हो। फर्मुला पनि हाम्रो पनि डबल छ 2 इन्टु टाउ बिहेभ इन्टु पाइ डी स्क्वायर बाइ 2 को ठाउँमा 2 टाउ बिहेभको ठाउँमा 100 अनि पाइ अनि डी को ठाउँमा हामी 21 यहाँ कति आएको छ त्यो राख्छौँ 21.5 होइन त्यो राखेर हामी गऱ्यो भने ठ्याक्कै क्यालकुलेटरमा थिच्नु हो भने कति आउँछ 72,610 न्युटन आउँछ। यो भयो सियरिङ स्ट्रेन्थ। अब बियरिङ स्ट्रेन्थ निकाल्दाखेरि हाम्रो हुन्छ सिग्मा पिएफ इन्टु डी इन्टु टी
हैन। अब यो 1 कसरी आएको भन्ने कुरा बुझ्नु पर्यो। पर पिचमा कतिवटा रिभेट छ हैन, पर पिचमा जस्तै एउटा पिच छ हैन, यो एउटा पिच छ, यो पिचमा पर पिचमा यहाँदेखि यहाँसम्म यो d/2 कति हुन्छ 1 हुन्छ नि त, d हुन्छ भनेपछि d मात्रै हुन्छ, 1 हुन्छ एउटा। त्यसकारण अब यहाँ त्यो 2 लाइन भएको फेरि 2 भ्यालु हुन्थ्यो है, 3 लाइन भएको 3 हुन्थ्यो त्यही हिसाबले। अब सिग्मा पिएफ को भ्यालु पनि हाम्रो त्यहीँबाट आउँछ। यो 300 भयो, d को ठाउँ 21.5 डायमिटर, थिकनेस हाम्रो अब मिनिमम थिकनेस लिने हो है, जुनको लागि हामी डिजाइन गर्छौँ नि। जस्तै यहाँ हामीले डिजाइन फोर हामी 16 mm को लागि गरिरहेको छौँ है, किनभने बडीको लागि त हामी गर्ने नै होइन, 16 mm मै फेल हुन्छ नि त प्लेट। त्यसकारण हाम्रो 16 mm को लागि गर्ने हो। थिकनेस हामीले के गर्छौँ, मिनिमम थिकनेस लिने हो, दुईटाको कभरको सम गर्ने र जुन दिएको छ त्यो मेन प्लेटको थिकनेस दुईटा मध्ये जुन कम छ त्यसको लागि चाहिँ हामी डिजाइन गर्छौँ 16 mm। 16 mm राखेर गर्दाखेरि हाम्रो कति आयो, 1,03,200 न्युटन आयो। त्यस्तै अब स्ट्रेन्थ अफ द प्लेट पर पिच, एक पिचमा कति प्लेटको स्ट्रेन्थ हुन्छ निकाल्छौँ, पी को कुरा आउँछ हैन, सिग्मा 80 p - n × t यसको फर्मुला हुन्छ। सिग्मा 80 को भ्यालु यो हाम्रो उसमै दिएको छ, यसमै दिएको छ है, यहाँ छ नि 150 मेगापास्कल, यो 150 दिएको छ। त्यसपछि 19 p को भ्यालु ठाउँ हाम्रो दिएको छ 19 माइनस n भनेको नम्बर अफ d भनेको 21.5, n भनेको नम्बर अफ रिभेट। एक पिचमा कतिवटा रिभेट छ, एक पिचमा कतिवटा रिभेट छ, जस्तै एक पिचमा यो हाफ रिभेट भनेपछि हाफ गर्दाखेरि 1 आउँछ, 1 रिभेट भयो हैन। 2 लाइन रिभेट भएको कति हुन्छ फेरि, जस्तै यो सिंगल लाइन छ त्यही भएर 2 लाइन भएको हाफ फेरि हाफ 2 हुन्छ है। अब टी भनेपछि मिनिमम थिकनेस 16, अनि यो गर्दाखेरि यति आयो। अब यो है, यो तीनटा हुन्छ, जस्तै यो एउटा भयो हैन, यो एउटा भ्यालु भयो, यो अर्को एउटाको भ्यालु भयो, यो तीनटा मध्ये यो सियरिङको, यो बियरिङ, यो टियरिङ कुन भ्यालु मिनिमम छ, 72,610 भनेपछि स्ट्रेन्थ अफ जोइन्ट भनेको हाम्रो यो मिनिमम भयो के, मिनिमम अफ सियरिङ, बियरिङ, टियरिङ। अब इफिसियन्सी निकाल्नु पर्यो। इफिसियन्सी भनेको जुन हाम्रो स्ट्रेन्थ अफ जोइन्ट छ त्यो यो भ्यालु जुन आएको छ यो डिभाइड अपन प्लेटको स्ट्रेन्थ राख्ने। अब प्लेटको स्ट्रेन्थ के हुन्छ, प्लेटको स्ट्रेन्थ निकाल्दाखेरि हामीले फोर्स इन्टु स्ट्रेस इन्टु एरिया गर्नु पर्यो। त यो स्ट्रेस इन्टु एरिया सिग्मा ए टु पी इन्टु टी, सिग्मा एटीको भ्यालु हाम्रो दिएकै छ, ए पी भनेको हाम्रो दिएको छ, र टी भनेको मिनिमम थिकनेस। खासमा हाम्रो प्लेटको स्ट्रेन्थको फर्मुला यो छ नि त, सिग्मा ए टु पी माइनस एन इन्टु टी छ। तर यहाँ के प्लेटको स्ट्रेन्थ निकाल्दाखेरि हामीले के गर्छौँ, पालहरू जतिवटा हलहरू छ नि त्यो सबै हटाइदिन्छौँ कि, हलहरू हटाउने अन्त प्लेटको स्ट्रेन्थ आउँछ, ओरिजिनल स्ट्रेन्थ आउँछ। पाल हटाउने भने एनको भ्यालु 0 हुन्छ, अनि सिग्मा ए टु इन्टु पी इन्टु टी हुन्छ, यही कुरा यहाँ लेखिएको छ। भनेपछि अब इफिसियन्सी कति आयो, 33.62 मात्रै आयो। हामीले मतलब यसको 63% स्ट्रेन्थ के छ, पालको कारणले घटेको छ। 63% स्ट्रेन्थ हाम्रो पालको कारणले घटेको छ। अब एउटा होमवर्क छ,